बिल्ला होस् सेट भयो लालीपप खाएको के रे के दिए डर दिए त अनि बच्चाहरूले त डर दिइरहेको छ के भने खोइ यसले यसो माथि ठुलेर बुझ्छ ल प्राङ्क हान्यौँ भने होइन गाइजहरू के भन्ने डन जस्तै हेलो दादा अनि कति पढ्नुहुन्छ हजुर आफ्नो हो अम्मा सोरै डेन्जर रहेछ अनि त्यो माथि हिँडेको अनि त अघि बाँच्दैछ भन्ने कुरा सुनेर हामी बाँच्दैछौँ होइन ल त्यसो भने यहाँ माथिको मान्छेले उयो माथि एकछिन बसौँ न अनि चिसो तातो के लिने त के छ कान्छो ल कम्ता छ अनि आजकलको बच्चा प्र्याङ्क गरे भन्दिएर प्र्याङ्क होइन यहाँ भिडियो थाहा भएन है देखेन छ मोबाइल चाहिँ नभए चाहिँ साइको बनाउँदैछ मोटो मोटु के छ चिने भाइ हो अस्ति हामी कुराकानी लामै गऱ्यो हो अनि त्यही भएर त तपाईँ बिचमा मलाई छोड्नु ओहो प्र्याङ्क गरौँ भने गाइजहरू वातावरण नै मिलेन यार मार्ला जस्तो मान्छे त्यही डर लाग्यो भने गाउँका मान्छे ट्यालेन्ट हुँदो रहेछ नि यार गाइजहरू ठ्याक्कै प्र्याङ्क भन्दिएर यो आन्टीलाई त प्र्याङ्क गऱ्यो भने त ढुङ तामाङले ढुङ्गा टिपेर सिजाउँ यहाँबाट कहाँ पुग्छ भन्नु यहाँबाट कहाँ पुग्यो उडेर जाऊ कि डाँडामा पन्ज्याङ रेशम यो बच्चाहरूले गर्ने हो लड्यो भाइ लड्यो खिच्यो जोडाउँदो रहन्छ नि यार यिनीहरू त खतरा सब खतरा हुँदो रहेछ अझ स्ट्यान्डमा क्यामेरा राख्न पाएन भने सब खतराले देखाउँथ्यो देखाएको छैन केही राम्रो बाख्रालाई प्र्याङ्क गर्ने हो गाइजहरू अब मान्छेलाई त प्र्याङ्क गर्न सकेन बाख्रालाई प्र्याङ्क यिनीहरू त यता गर्छ सोरे कत्रा ठुल्ठुलो बाइकमा ढुङ्गा हाल्नु नि फेरि घर कहाँ भन्नु न यो बाटोले उता होइन कस्तो पुग्छ यहाँबाट कहाँ पुग्छ 10 पर्छ है कहाँ पर्छ ए 10 मा हो कति वर्ष भयो 15 वर्ष भइसक्यो है यो बाटो कहाँ पुग्छ हामी यहाँ सुइसी गयो भने बाटो रोटेरोट ए माइकलाल घरको कता पर्छ यता भाइहरूलाई के छ माइकलाल अनुसार बेच्नु होला भाइ माइकलाल भन्ने को मान्छे छ अरे त कहाँ हो थाहा छ त्यो माइकलाल हो के भन्थे मामा यहाँ छैन गाउँमा ए हाम्रो त उतैबाट आएको घर त अनि यता घुम्न आएको खास गरी यो यसमा चाहिँ ए आएको कता हो यो बाटो सिधै गयो भने कहाँ पुग्छ यो बाटो नछुट्यायो होइन त्यति जान्छ होला नि त्यो बच्चाहरूलाई खतरा प्र्याङ्क हान्नु सोचिरहेको थियो गाइज होइन तर असफल भयो हामीले प्र्याङ्क हान्न नसके पनि हामीले अलमलाई मान्छे एकछिन अलमलाई माइका लाल रे माइका लाल को भान्जा कसको भान्जा कल्पना चिन्छ सानो बेला अलिक देखेको को हो त म यता माथि दिदी हो है म मित दिदी फुपू दिदी हो म मित दिदी होइन फुपू दिदी कहिले आएको भयो एक हप्ता जति मम्मीले भन्दै थियो मलाई बाबु आएको छ भन्थ्यो अनि कहाँ होला भने दिदीले कुरा गर्दै हुन्छ मलाई
कत्रो ठुलो नमस्ते छैन केही छैन बोल्नु छैन नमस्ते हो कि भन्यो कुन दिदीको छोरा हो अरे बाबु चाहिँ नमस्ते चाहिँ मैले गर्नु पर्यो नमस्ते नमस्ते अब दाइको छोरा हो म चाहिँ हो पदम बहादुरको छोरा कस्तो ढाँटे मामा मेरो अनि के छ बधा खबर बाबु ठिकै छ कहिले जाने अब 1-2 दिन बस्छ होला 11 साथतिर आएको रे हो हजुर हजुर चिने त मलाई चिनेन अनुहार चाहिँ याद भयो अलिअलि अब को कस्तो अलिकति गाह्रो भयो तर अनुहार चाहिँ ठिकै याद भयो चिने यसलाई हजुर फुपू दिदी होइन कता गएर आउनुभएको ऊ त्यो तालिम भोलि मेरो घर आउनु है ऊ त्यो माथि रोडैमा हो हुन्छ हुन्छ यो रोडै रोड मालातुल भन्नु माथि मलाई दिदीले बोलाएको छ भन्नु रोडै रोड आउनु है ए हुन्छ मैले हिजो कुराहरू थियो मसँग अनलाइनमा ए बोल्नुहुन्छ अनलाइनमा मैले बाबु कहाँ छ नानी भनेको थिएँ अनि बाबु त्यो त जानुभएको छ नि दिदी भन्दै थियो क्या ए कहाँ छ भनेको मालातिको भन्थ्यो क्या ए आऊ है भोलि है हुन्छ हस् राम्रोसँग जानु गाई नमिठो भेटी आज बिस्तारो कुरा न म मेरो गाइडहरूसँग कुरा गर्छु क्या एउटा सानो मैले खतरा ट्याङ हानिदिनु के मैले खतरा ट्याङ हाने त तिमी अनि ट्र्याङ्क त मिठो थियो पछि सुल्झाइदिएँ नि त मैले गाइजहरू मिठो प्लान भयो आज आज प्र्याङ्क भयो होइन मैले होइन यहाँको गाउँको मान्छेले अनुहार एउटा लागेछ क्या अरे अनि म चाहिँ हो कल्पनाको छोरो लास्टमा उहाँ चाहिँ कल्पनाको छोरो भन्दा नि पत्याएर ओहो के हो भनिदिएर लास्टमा चाहिँ मैले पोल खोल्दै म हो भने होइन लास्टमा झन् कुट्टाइ नि भेट्यो अनि रमाइलो भयो भाग्यौँ हामी सानो प्र्याङ्क नभए नि रमाइलो भयो मान्छेहरू झुक्काइदिए आज अलमल्लै साँच्ची मलाई गालामा मसायो त थियो मलाईको म भनेर तपाईँले त चिन्दैन होला है चिन्दैन लास्टमा मलाई यसो गरेँ नि ढाड्दा त्यस्तै लाग्यो मलाई भनेको उहाँ चाहिँ ऊ चाहिँ को भन्छन् कुनकी दिदीको छोरी भन्छन् छोरा भन्छन् भान्जा भन्दै म हो भन्दाखेरि पत्ताइदिएर ल गाइस यस्तै भयो रमाइलो आजको लागि यति नै